कोइराला राणा शासनका बेलामा उहाँ राणा शासनमा जागिरे हुनुहुन्थ्यो सुब्बा। हजुर हजुर। उहाँका बुबा पनि एकदमै राजनीतिमा सचेत हुनुहुन्थ्यो। हजुर हजुर। निकै एक्टिभ भइसिन्थ्यो। हजुर निकै एक्टिभ हुनुहुन्थ्यो। हजुर। अनि उहाँ जागिरे भए तापनि राजनीतिप्रति उहाँ धेरै चाख लिनुहुन्थ्यो। हजुर। र भारतलाई वरिपरिका देशहरूको बदलिँदो राजनीतिक परिस्थितिमा पनि उहाँ निकै जानकार हुनुहुन्थ्यो। हजुर। त्यतिखेर भारतमा ब्रिटिस साम्राज्य थियो, ब्रिटिसको भारत उपनिवेश थियो। हजुर। त्यहाँ महात्मा गान्धीको नेतृत्वमा भारतबाट ब्रिटिसहरूलाई हटाउने आन्दोलन, स्वतन्त्रताको आन्दोलन चलिरहेको थियो। हजुर हजुर। त्यसबाट पनि बीपीको बुबा कृष्णप्रसाद कोइराला निकै सचेत हुनुहुन्थ्यो। हजुर हजुर। त्यसले पनि उहाँलाई प्रभाव पारेको थियो र राणा शासन जागिरे भए तापनि उहाँले राणा शासनको जागिरको समयमा पनि भित्रभित्र उहाँले राणाहरूको अत्याचार अन्यायका विरुद्ध आफ्ना विचारहरू आफ्ना साथी सङ्गीहरूसँग प्रजातन्त्रको पक्षमा लुकी छिपी बोल्नुहुन्थ्यो। यो चाहिँ उहाँका बुवाले? यो चाहिँ उहाँका बुवाले? हजुर। अनि पछि एउटा के उहाँलाई मुद्दा लगाए, भ्रष्टाचार सम्बन्धी मुद्दा। हजुर हजुर। र उहाँलाई जेल हालियो। ओहो हजुर। त्यो जेल हालिसकेपछि उहाँले राणाहरूको निरङ्कुशताको विरुद्ध पनि उहाँले सङ्घर्ष गर्नुभयो। हजुर। र यद्यपि उहाँले त्यो भ्रष्टाचार गरेको थियो थिएन, त्यो कुरो झुटो अभियोग थियो या साँचो कुरा थियो, हजुर, त्यो कुराको एउटा छानबिन, निष्पक्ष छानबिन बिनै उहाँलाई राणा शासनको विरुद्ध उहाँले बोलेका केही कर्तुतहरू थाहा पाएपछि राणाहरूले उहाँलाई त्यो रिसिभी पोख्नको लागि पनि उहाँलाई थुनेको हुन सक्छ। हजुर हजुर। अब बीपी बाबु उहाँकै छोरा, मातृका बाबु उहाँकै छोरा। हजुर। बीपीका आमाहरू दुईटी हुन्। हजुर। जेठीपट्टिका मातृका प्रसाद कोइराला, उहाँ पनि 7 सालपछि प्रधानमन्त्री हुनुभयो। हजुर। बीपी कान्छीपट्टिका। हजुर। अनि बीपी पनि नेपाली काङ्ग्रेसमा लाग्नु भएको। हजुर। भारतको स्वतन्त्रता सङ्ग्राम, चीनको जनमुक्ति अभियान, हजुर, यी दुईटैबाट उहाँहरू प्रभावित हुँदै जानुभयो र राणा शासनहरूको त्यस बेलाको निरङ्कुश शासनका विरुद्ध नेपाली जनतामा प्रजातन्त्रको चेतना भर्दै राणाहरूका विरुद्ध लड्नुको विकल्प छैन। हजुर, भनेर बाल्यकालदेखि नै उहाँहरू पनि पिताको असन्तुष्टिलाई सम्झिँदै आम नेपाली जनताको भलो र हित गर्ने हिसाबले उहाँहरूले नेपाली काङ्ग्रेस पार्टी गठन गरेर उहाँहरू 2007 सालको प्रजातान्त्रिक आन्दोलन सङ्घर्षमा उहाँहरू होमिनुभयो। हजुर। बीपीको प्रजातन्त्रका लागि लामो सङ्घर्ष, मातृकाको बीपीको त्यो बेला त्यो सङ्घर्ष गरेको इतिहास छ। हजुर। अब एउटा गल्ती के भयो त्यस बेला भने, हजुर, प्रजातन्त्रका लागि उहाँहरू लड्नु हो। हजुर। राणा शासनका विरुद्ध लाग्नु हो। हजुर। यताबाट राजा त्रिभुवनले पनि राणाहरूले राजा त्रिभुवनलाई पिञ्जराको सुगा जस्तै दरबारमा थुनेका थिए। हजुर हजुर। नाम राजाको छ, काम चाहिँ सबै आफै गर्ने शासन राणाहरूले। हजुर हजुर। त्यसरी राजा पनि भित्रभित्र राणा शासनबाट असन्तुष्ट थिए, जनताहरू पनि असन्तुष्ट थिए।
हजुर अनि वाक स्वतन्त्रता चाहने, संगठन गर्न चाहने, एउटा नयाँ चेतना जागृत गराउने, जनतालाई सजग गराउने उहाँहरूले पाउनु हुँदैन थियो। कसैले राणा शासनको विरुद्ध बोल्यो, प्रजातन्त्रको लागि कुरा गर्यो भने उनीहरूलाई राणाहरूले शत्रु ठान्थे। उनीहरूको शासन सत्ता पल्टाउन खोजेका भनेर उनीहरूलाई खोजी जेल हाल्ने। त्यसरी लड्दै गए। लड्दै जाँदा राणा शासनले यही प्रजातन्त्रको आन्दोलनमा प्रजातन्त्र ल्याउनका लागि लडेका 4 शहीदहरू पनि भए। हजुर हजुर। जस्तो शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, अनि गङ्गालाल श्रेष्ठ र पखाइ अर्को एकजनाको नाम चाहिँ तपाईको के अरे शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र चन्द। हजुर। यी 4 जनालाई झुन्ड्याएर फाँसी दियो। हजुर। त्यति बेला यिनीहरू चाहिँ विश्वेश्वर प्रसाद कोइराला, मातृला कोइराला भन्दा नेपालको पहिलो प्रजातन्त्रका निमित्त राणा शासनको विरुद्ध लड्ने चाहिँ शहीद पनि भए। हजुर। उहाँ चाहिँ गोर्खाका हुन्। हजुर। उनी शहीद भए। हजुर। मगर हुन्। हजुर। अनि त्योदेखि पछाडि अर्का प्रचण्ड गोर्खाका नेता थिए खड्गमान सिंह। उनीलाई 20 वर्ष राणाहरूले जेल हाले। हजुर। त्यो पछाडि टङ्कप्रसाद आचार्य पछि प्रधानमन्त्री पनि भए। हजुर। उनकै पार्टीमा लागेका यी 4 जना शहीदहरूलाई फाँसी दियो। हजुर। टङ्कप्रसाद आचार्य लगायत रामहरि अरू नेताहरूलाई टाउको मुडेर उपत्यका कटाए, डाँडा कटाए। हजुर। उनीहरूलाई अनि जेलभित्र हाले। हजुर। टङ्कप्रसाद आचार्यहरूलाई पनि जेलभित्र हाले। डाक्टर केआई सिंह पनि लडेका हुन्। हजुरलाई एउटा कुरा सोध्नु मन लाग्यो, त्यो बेला चाहिँ हजुरको अवस्था के थियो? हजुर कस्तो होइसिन्थ्यो? म त्यतिखेर कति 7-8 वर्षको थियो। 9 वर्षको होइसिन्थ्यो है। भनेपछि बिपी हजुरभन्दा जेठो होइसिँदो रहेछ। अलि टाढा भएर सुन्दर रहेछ। भनेपछि बिपी कोइराला हजुरभन्दा जेठो होइसिँदो रहेछ। जेठो नि उहाँहरू हामीभन्दा धेरै अगाडिको है। हाम्रो दाजुहरू भन्दा जेठो। ठुलो हजुरबा भन्दा जेठो। अनि कृष्ण प्रसाद कोइरालाका छोरा अब उनीहरू पहिला 7 साल भन्दा 2004 सालमा नेपाली काङ्ग्रेस गठन गरेको उनीहरूले। हजुर हजुर हजुर। त्यतिखेर त हामी सानै थियौँ त्यहाँ। हजुर हजुर। 7 सालको लडाइँमा हामी भागेका छौँ। हाम्रो ज्यान जोगाउन हामी भाग्नु पर्यो। राणाहरूले हामीलाई खेरे, मेरो बुबालाई आक्रमण गरे। त्यसैको कारण मेरो बुबा मर्नु भएको हो। हाम्रो रविलाल हजुरबा? रविलाल प्रसाई साङ्घातिक आक्रमण गरेर राणा पक्षधरहरूले राणाहरूका पक्षमा राणाहरूका अरू सन्तानहरू थिए, भरत शमशेरहरू। हाम्रो ग्रेट ग्रान्डफादर त्यसरी स्वर्गीय भइसक्यो। गोर्खा परिषद भन्ने। हजुर। तिनीहरू चाहिँ प्रजातन्त्र, काङ्ग्रेस, कम्युनिस्टका विरोधी। हजुर। राणाहरूकै शासन चाहिन्छ भन्ने पार्टी थियो त्यतिखेर गोर्खा परिषद। हजुर। अनि राणाहरूले चाहिँ त्यतिखेर प्रजातन्त्रमा लाग्नेहरूलाई आक्रमण गरेर पछि मेरा बुबालाई त्यसै आक्रमण गरेर यो जयकृष्ण दाईहरू, हाम्रो विराटपुरका सबै दाजुभाइ, त्यो गाउँको सबैलाई थाहा छ। हजुर हजुर। ठुलो आक्रमण भएपछि मेरो बुबा त्यसैबाट थलिएर मर्नुभयो। त्यही पछि हजुरलाई राजनीतिक पोलिटिक्समा लागेको हो, इन्ट्रेस्ट लाग्यो। त्यस पछाडि नि हजुरलाई राजनीतिमा आएको हो? हाम्रो बुबाहरू प्रजातन्त्रको पक्षमा हुनुहुन्थ्यो। हजुर हजुर हजुर। राणाहरूको विरोधमै हुनुहुन्थ्यो। त्यसै कारणले जयकृष्ण दाई त बिपीले चिठी पनि लेख्यो त्यो खगेन्द्रका बुबालाई। हजुरबालाई, जयकृष्ण हजुरबालाई। हजुर। अनि गाउँमा अब मामलीहरू, बुबाहरू, त्यहाँका कतिपय सुब्बाहरू पनि प्रजातन्त्रपट्टि लागेका थिए। अरू कतिपय राणाहरूको पक्षमा थिए। हजुर हजुर। अनि 7 सालमा त अब हाम्रा घरहरू घेरा भए, आक्रमण भयो, सारा लुटियो मान्छे।
अन्न पानी ढिकुटी सबै फोरियो, घर काट्यो। हामी भागेर माथि सातपत्रे जङ्गलमा गयौँ, त्यो बिपीहरूले चलाएको प्रजातन्त्रको आन्दोलनको बेला। अनि त्यति भइसकेपछि के भयो भने